ल आज चाहिँ हामी अब बाहिर जानेछौँ टक्कसँगले हाम्रो छ हाम्रो अघि ह्यान्डसम भइसक्यो है यस्तो दामी चिल्लो है अनि हेतेरे चिटिक्कै नि हौ यस्तो दियो नि यस्तो गालामा हान्ने होला यस्तो खाना बाउको तास गर्न चाहिँ कडै छ क्या यता एउटा बियरको बोतल बोकेर आउँछ हो अनि कम्पनीमा काम छैन आज चाहिँ अब मासु किन्दै किन्दै काम पनि हामीले खोज्नुपर्ने हुन्छ यसरी चाहिँ दिउँसोभरि चाहिँ उत्तानो टाङ लाएर बसेर हुँदैन होइन हाम्रो राम सरले चाहिँ अब काम चाहिँ जसरी हुन्छ उपलब्ध गराउने नि हो होइन त काम खोज्नु पर्यो जस्तोसुकै भाँडा माझ्ने हुन्छ कि त्यो बारी खन्ने हुन्छ कि मुलासुला रोप्ने हुन्छ कि जस्तो काम पनि हान्न तयार तर पैसा पाउनु पर्यो होइन त जसरी भयो भने होइन त कम्पनी चाहिँ चढाइ भयो त्यसले गर्दाखेरि नहुने भयो काम चाहिँ जे पनि हान्ने हो खण्डमा नपर्ने गरी पैसा आउनु पर्यो पैसा चाहिँ आउनु पर्यो हामी यसरी सुतेर बस्न होइन हामी होइन त त्यो लाइनमा जाँदैछौँ अब आज हेरौँ खोजी हेरौँ कहीँ केही भेट्छ कि होइन भेट्यो भने भोलिदेखि दनक दिइहाल्ने पैसा कमाउने ठाउँ चाहिँ खोज्दा भेट्न गाह्रो रहेछ कि पैसा खर्च गर्ने ठाउँ चाहिँ नि खायो बाङ र नुहारे बाङ मसाजी है कति हो कति फेरि राम सर फेरि घरिघरि त होइन खर्च गरौँ कि कमाउँ भनेर कन्फ्युज पनि हुनुहुन्छ उहाँ होइन तर अहिलेको अवस्थामा खर्च गर्नु भयो त भएन नि होइन गाह्रो छ सुक्को झरला कान्छ बाबु मरला हो त्यस्तै छ अवस्था अहिलेको होइन यो के कार हो यार स्पोर्ट कार हो कि के हो यो रामसर पत्ता लाउँ त रामसर कारको शौखिन मान्छे अब केही कुरा पत्ता लाउने होला नि त दिमागमा आएन तर यो महँगो ब्रान्डै हो दामी ब्रान्डै हो मलाई चाहिँ फेरि इन्ट्रेस्ट लाग्दैन कि थाहै हुन्न साथीहरूले त डायमन्ड नै पो किन्ने भयो त यार यस्तो सानो टप होला त्यो छापाले डायमन्ड लाउने हो यस्तोहरू डायमन्ड त होइन यो त के हो यो त खै नकली डायमन्ड हो के भन्छ यसलाई नक्कली होला चाहिँ ए त्यसो भने त लाउँदा हुन्छ त नि महँगो पो नलाउने त हामी गरिबहरूले महँगो हुन्छ यो सबै सुन चाहिँ हो र ज्वेलरी छ त नि ज्वेलरी हो त खुमी हो यो खुमी हो खुम 14K도 있고 14 ग्रेडको गरिबहरू छिर्ने ठाउँ होइन कि क्या हो सोधौँ त मूल्य कति हो कुन मन पर्यो कति पर्दैछ प्राइस अन्त हो ए अलिक सुन्दा ल गाइजहरूले टप हेरेको सुनको टप सुनको टप चाहिँ तर नेपाली कति 12,000 21 है ए 15,000 अलिकति 1-2 दिनमा आउँछु भन्ने जस्तो कुरो भयो होइन मन चाहिँ मन परेको हो तर अलिक पछि आउने भन्ने कुरो भयो दाम सुनेर बेहोस हुने अवस्था चाहिँ रहेनछ टपको चाहिँ टपको त यतिको ठिकै हो नि होइन दाम सुनेर बेहोसै त भइँदैन यतिको ठिकै हो सिप्सा भनेको 14 क्यारेट होला नि सिप्सा भन्यो होला ए सम्धिलाललाई भेटाइयो है त हेलो है त ल सलाम ल हाम्रो सम्झीलाई भेटाइयो होइन अब यहाँबाट फेरि हामी तल लाग्नेछौँ सम्झी पर्खिँदा हैरान हुनुभयो हाम्रो सम्झी है धेरै बेर पर्खिनु भयो है धेरै बेर होइन एकछिन धेरै बेर अब केटाहरूलाई कुरिहाल्छ नि रातो भइसक्यो सम्झी ब्याट्री गयो यार 10% मात्रै बाँकी छ चार्ज गर्नै बिर्सेछु नि यो चाहिँ फुल छ होइन त्यो चाहिँ चार्ज गर्नै बिर्सेँ क्या यता फेरि 17 प्रो म्याक्सको कमाल दिइरहेछ भ्लगिङ ए ओदेङ्गी खाने हो ओदेङ्गी रे ल त्यो सुप सारौँ त 5 वटामा सारौँ टक्कसँगले खाइदिउँ त ओदेङ्गी उद्यो हो त्यसपछि टक्क खाने हो मिठो त कुन मिठो हुन्छ मलाई चाहिँ त्यो ओदेङ्गी मिठो लाग्छ यो चाहिँ फ्राईवाला हो राम सरले मजाले सुप सार्दै हुनुहुन्छ खसीकै सुप जस्तो गरेर ल धन्यवाद राम सरले उपलब्ध गराइदिनु भयो
म चाहिँ लागेँ अब यता चोप्ने धन्यवाद राजु सम्धी आउनुहोस् त लिनुहोस् है लिनुहोस् ल ल चेस गाइज पदेङ्गी चेस फुटबल छैन हामी साबा ब्रोलाई पनि खुवाउनु पर्ने के बेस गरी खासै मन पर्दैन के गर्ने यो मान्छेलाई चाहिँ जबरजस्ती सी फुडहरू कोचार्ने बेला भयो क्या खाँदैन हतपति उसै मन पर्दैन क्या यहाँ चाहिँ साथीहरूको लागि होइन यो मोजा इलियाक भन्नेमा चाहिँ आराबेट सेन्टर हो साथीहरूले काम खोज्नको लागि यहाँ आएको हो हामी तर यहाँनिर चाहिँ बन्द भइसकेको रहेछ आज मोजा इलियाक चाहिँ तलपट्टि नम्बर भएको हो ल म खिचेर ल्याउँछु गाइजहरू ल यहाँ रहेछ मोजा इलियाकको अनि साथीहरू पारिपट्टि नै छ साथीहरू चाहिँ मैले नम्बर लिएर आउँछु भनेर भिडियो गर्न आएको म चाहिँ तर साथीहरूले काम चाहिँ खोजिसके काम एकजना सामुनिमको नम्बर रहेछ साथीले बोकेको त्यो नम्बरबाट साथीले फोन गरेर 5 जना कामदार हामी आउँछौँ काम गर्नलाई भनेर खोजिसकेको छ काम गर्नको लागि केटाहरू एकदम आतुर भइसकेको छ ठिक छ यहाँ पनि रहेछ म एउटा खिच्छु यहाँ पनि एउटा इलियाक चाहिँ रहेछ होइन यो पनि नम्बर भयो भने साथीहरूलाई आराबाइट गर्नलाई साथीहरू नयाँ नेपालबाट भर्खर आउनु भएको छ गाइजहरू काम चाहिँ गर्नु पर्यो भन्ने कुरोले हो कम्पनीमा काम छैन काम चाहिँ एकदम घटिरहेछ हप्तामै 2 दिन जस्तो मात्रै काम भइरहेछ त्यही यहाँ आयो हामी चाहिँ अब चाहिँ सुँगुरको मासुमा पल्किने लिम्बुनीतिरै ढल्किने भन्दै आयो होइन यहाँ चाहिँ हामीले झ्याप्पै मासु किन्छौँ अब झ्याप्पै आएछ नेपाली 5000 सम्धीले 1500को लानुहुन्छ उहाँहरू थोरै हुनुहुन्छ 1500ले पुग्छ हामीलाई चाहिँ 5000कै चाहिन्छ झ्याप्पै 5000को लानुपर्छ हामीले चाहिँ कम्पनीमा काम छैन तर साथीहरूले 5,000 चाहिँ बङ्गुरको मासु बोकेर दसैँ मनाउने अरे अब आज तास खेल्ने भनेपछि गाइजहरूको त दसैँ नै आए जस्तो भइरहेछ होइन यहाँनिर अनि हाम्रो सुभाषले यहाँनिर बोक्न नसकी बोकिरहेछ है राम सर फेरि गोजीमा हात लाएर साउजी भएर है हिँडिरहेछ टिभी नबोकौँ होला न्यु रोडबाट नउठाउँ होला त्यो चाहिँ वन विल्बिङ मार्ट भन्नेमा आइरहेछ मार्टमा चाहिँ साथीहरूले के हेर्ने हड्डी लाने हो एकदम सम्झी यो हड्डी हो हामीले लाने छुट्टीको बेलामा चाहिँ सस्तो के अरे काम नभएर चाहिँ सस्तोमा देखाउनु सस्तो खाने होइन पैसा कमाइ हुँदैन होइन राजु सम्धीले चाहिँ चाउमिन एकदम मिठो बनाउनुहुन्छ उहाँले चाहिँ हेर्दै हुनुहुन्छ चट्ट चाउमिनको के छ त भन्ने परिकारहरू यो पनि अलिक मोटो खालको भए चाहिँ राम्रो होला यो त धेरै सानो हो नि है यो त नेङम्यान खाने खालको जस्तो देख्छु त के खुक्छु यो लगिराख्नु योभन्दा नि राम्रो थियो कि अझै लगेको अझै राम्रो छ लानुपर्छ होला ल सामान सब किनिसक्यो अब चाहिँ हामी रुमतिर लाग्छौँ यहाँबाट यो चाहिँ वन विल्बिङ मार्ट हो यहाँनिर आयौँ हामी हाम्रोबाट अलिक टाढै पर्छ टाढा चाहिँ ट्याक्सी चाहिँ हामीले पर्खिनु पर्ने हुन्छ अलिक केही समय लाग्छ होइन समदिन माथि जाउँ भनेको मान्नुहुन्न हो त्यहाँसम्म तपाईँलाई त्यहाँ छोडेर हामी चाहिँ माथि रुम जानुपर्ने हुन्छ होइन त्यसै गर्ने होला आफ्नै गाडी छ पार्किङ गरेर राख्नु भएको छ BMW त्यो नक्कली पऱ्यो क्या हो एप्पल वाच के हो तिम्रो त भगाउने कायदा हो नि त अब गाउनु भने आफूलाई चाहिदा फकाउने कायदा जानेको म पनि बाटी जीवन साथी आफैले रोनेको यो त फेरि मैले पहिलोचोटि सुने अझै हानु नाच्नै पुगेको छैन गीत गाउनु पर्यो ल हान्न पर्ने हुन्छ कि माया मेरो माया छुटाए गाइजहरू होइन फचाउदैबाट होला पछाडि हाल्ने हो माल ल पछाडि हाल अन्यसेयो नमस्ते 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 त अनि हान्नु परिहाल्यो नि बुढो नै नमस्ते बुढो नामै बुढो गाडी चाहिँ फेरि होइन बास्न चाहिँ चुरोटै गनाए जस्तो आउँछ र अलिक गिदी हुन्छ यो बुढो गाडी चाहिँ चिसो भयो त चुरोट भित्रै हानिदिन्छ अरे बुढोले गिदी हुन्छ अनि त्यही भएर मेरो कति चिसो भयो त
निस्किनुहुन्छ है सधैँ बाहिर फेरि पोखियो अनि चाहिँ हुँदैन है धन्यवाद बिल ल्याएर आउँ ल ल ल सामान निकालौँ खै यहाँ एउटा दिन साधौँ आफै जान्छ ए धन्यवाद ल ए तर कस्तो हुँदैन त सेन्सरवाला पनि सिकाउँछ है बुढोले गाडी कुदाएको मान्छेलाई मलाई सिकाउने भन्छ रामचन्द्रले ल हामी आइयो ल ठ्याक्छ रुममा आइपुग्यो ल